देखाउँदैछ मलाई देखायो त हैन त्यो गर न त टर्निङ गर न ल्याउ त बोल्दै रहनु न ठिक छ सुरु भयो सुरु भयो भइसक्यो के लाइभ लेखेको छ त पागल लाइभमा क्लिक गर ओ ठिक छ एकजनाले हेऱ्यो म देखिए नि देख्नु नमस्कार नमस्कार शुभ प्रभात सबैलाई आज चाहिँ हामी नेपालको एकदमै प्रसिद्ध एकदमै गहिरो प्रकृतिको एकदमै अनुपम पहाड राराताल हेर्नका लागि आएका छौँ तर हिमाल खुलेको छैन हिमाल नखुलेको कारणले देखेको छैन रारा अलि बिस्तारै बिस्तारै घाम लाग्न सुरु भयो अब चाहिँ भ्यू राम्रो देखिँदैछ हामी यता चाहिँ यसमा आएर माथि चाहिँ भ्यू टावरमा आएर चाहिँ यसो हेरिरहेका छौँ अब हजुरहरूलाई धेरैलाई त जानकारी पनि होला हाम्रो यो मुगु जिल्लाको चाहिँ छायानाथ रारा नगरपालिकामा चाहिँ यो राराताल रहेको छ होइन राजा महेन्द्रले समेत त्यसलाई चाहिँ प्रकृतिको एकदमै अप्सरा भनेर चाहिँ भन्नुभएको त्यसै रहेनछ होइन रारा राष्ट्रिय निकुञ्ज रारातालमा चाहिँ छौँ हामी यता आउनका लागि चाहिँ सजिलो छ है नेपालगञ्ज या कुनै पनि एयरपोर्टबाट चाहिँ हाम्रो यता ताल्चा एयरपोर्टमा आइसकेपछि या गाडीको बाटो हुँदै पनि आइसकेपछि त्यसपछि चाहिँ हामीले सल्लेरी भन्ने ठाउँ तल आउनु पर्दो रहेछ सल्लेरी चाहिँ नगरपालिकाको गाडीहरू पनि शनिबार बाहेकको दिनमा चाहिँ पाइँदो रहेछ भने अरू निजी चाहिँ गाडीहरू पनि आउँदो रहेछन् अनि यहाँ चाहिँ हजुरको कस्तो रहेछ भने सल्लेरीबाट चाहिँ हजुरको सल्लेरी हुँदै हामीले चाहिँ यतातिर मिलीचौर भन्ने ठाउँसम्म चाहिँ मोटरमा पनि आउन पाउँदो रहेछौँ तर अलिकति यो व्यक्तिगत उसमा चाहिँ अलिकति गाडी ल्याउन नदिँदो रहेछ अनि कुन चाहिँ एरिया भएको हुनाले सांसदहरू या त्यस्ता कोही भिआइपीहरू आएको बेला चाहिँ दिँदो रहेछ त्यहाँसम्म मोटरमा आइसकेपछि पनि त्यसपछि मोटरको बाटो रहेनछ अलि ओह्रालो पनि अनि एकदमै सल्लाको त्यसै त सल्लेरी नै भनिएको रहेछ हुनाले घोडामा हामी पनि घोडामा आयौँ त्यहाँ घोडा चरिरहेको छ हामी आएको घोडा हामी चाहिँ घोडामा चाहिँ आयौँ अब त्यहाँबाट घोडामा आइसकेपछि अब के गरी यहाँ चाहिँ हामीले अवलोकन गरेपछि हामीले पनि आजै चाहिँ नेपालगञ्ज फर्किनुपर्ने हुनाले नेपालगञ्ज आज नै फर्किनुपर्ने छ त्यही भएर चाहिँ चाँडो चाँडो फ्लाइट लिनुपर्ने हुनाले यता चाहिँ फटाफट हेर्ने यताको अवलोकन गर्ने भन्ने चाहिँ हो अब भोट लिने भन्ने चाहिँ थियो आज ठ्याक्क हाम्रो धेरैले चिनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता राष्ट्रिय प्रवक्ता त्यो पनि होइन अनि एकदम प्रखर वक्ता बोल्नुमा एकदमै प्रख्यात व्यक्ति ज्ञानेन्द्र साई सांसद आउनु भएको छ उहाँको टिम आएको छ उहाँहरू त्यही पनि यसो 8-10जनाको टोली लगेर भोटिङ गर्न चाहिँ जानुभएको छ हामीले पनि भोटिङ गर्ने भनेका छौँ हेरौँ सबैले कतिको साथ दिन्छ भोटिङमा धेरै पैसा छैन एकजनाको 300 रुपियाँ मात्रै रहेछ होइन 300 को रहेछ अनि यता चाहिँ कस्तो छ भने भोटिङ चाहिँ बिहानको समय मात्रै गर्न पाइँदो रहेछ होइन किनभने बिहानको समयमा हावा खासै चल्दैन अनि भोटिङ गर्न सजिलो हुने होइन ऊ त के हो हिमाल हुने हिमालहरू देखिरहेका छन् अनि दिउँसो पछि चाहिँ यता हावा चल्दो रहेछ त्यही भएर भोटिङ गर्न नमिल्दो रहेछ त्यो राम्रो छ पानी चाहिँ तर त्यति चिसो छैन कि अलि माथितिर चिसो थियो यहाँ त अलिक तातो नै छ अनि माछाहरू कति खान्छ चिसो छ होइन अति चिसो छ माछाहरू त चक्लेट ल्याएर आउनु पर्दो रहेछ हुन त कोर्टले पनि गरिरहेछ काम त यस्तो चाहिँ छ हामी 2 जना चाहिँ आएको थियौँ काम विशेषले आएको सँगसँगै मौका पारेर चाहिँ राराको पनि अवलोकन गरौँ भनेर होइन ऊ त माछा हेर्नु न माछा कति स्वच्छ पानी छ नि सफा पानी भित्रका ढुङ्गा माटो माछा पात पतिङ्गर सब देखिँदा रहेछन् छ एकचोटि चाहिँ पुग्नै पर्ने ठाउँ रारा चाहिँ रारा राष्ट्रिय निकुञ्जभित्र रहेको यहाँ रारा पुग्यो भने स्वर्ग जानै पर्दैन सिधै यही स्वर्ग रहेछ है उता पानी यहीँदेखि ढुङ्गा देखिरहेको पनि 5.2 किलोमिटर छ भनेपछि त पुरैलाई चाहिँ राउन्डिङ गर्ने हो भनेपछि त पुरै एक दिन लाग्छ किलोमिटर जति छ रे बोटिङमा एक दिन नै लाग्छ होला एक वारीपारी गर्दा त पनि आधी घण्टा लाग्छ रे लाग्दैन 1 घण्टा अरे त्यो आधै बाटो फर्किहाले पुगिरह हामी जाम तल ल हुन्छ धन्यवाद सबैलाई अब चाहिँ फिनिस गर्दियौँ हजुरहरू पनि आउनु होला